सबैजनाले टिचिङको फर्म कसरी भर्ने भन्न कन्फ्युज भएको जस्तो लाग्यो। त्यसैले यो भिडियो गराएको है हजुरहरूको लागि। हजुर यसरी क्रोममा जानु। क्रोममा गइसके पछाडि www.TUSC मा गएर TU सर्भिस कमिसन भनेर आउँछ हैन। त्यसमा यसरी अनलाइन फर्म देखाउँछ है। यहाँ हेर्न सक्नुहुन्छ अनलाइन एप्लिकेसन भन्न कर्मचारी भन्न देखाउँछ। जाने त्यसमा गइसके पछाडि कतै पनि नजाने है। अनि तपाईले त्यहाँ देख्न सक्नुहुन्छ त्यहाँनेर लगइन भनेर है। त्यो लगइन त्यसरी लगइनमा गइसके पछाडि चाहिँ यदि हजुरले अलरेडी बनाइसक्नु भएको छ अकाउन्ट भने चाहिँ केही फरक परेन। बनाइसके छैन भने चाहिँ यहाँ रजिस्टर गरेर आफ्नो अकाउन्ट बनाउने। अकाउन्ट बनाइसके भेरिफाई गर्नु पर्यो आफ्नो इमेल। अनि त्यस पछाडि यस्तो देखाउँछ कि मेक पेमेन्ट भनेर हजुरको प्रोफाइल देखाउँछ। त्यो भित्र चाहिँ हजुर यो सेकेन्डमा जाने ल। सेकेन्डमा जाने। सेकेन्डमा गइसके पछाडि मेक पेमेन्ट गर्ने। फेरि यसरी अधिकृतको हो भने चाहिँ हजुरले अधिकृत तृतीय भनेर हान्नु पर्यो त्यहाँनेर। अनि सबै अप्सन देखाउँछ अनि हजुरले चाहिँ यसरी देख्न सक्नुहुन्छ लेबलमा चाहिँ मैले अधिकृत तृतीय भनेर हाने हैन। यसमा चाहिँ हजुरले अधिकृत भनेर यसरी हजुरको चाहिँ हाम्रो जुन विज्ञापन नम्बर छ नि नर्सिङको त्यो देखाउँछ। त्यही देखाएर चाहिँ हजुरले यसरी यहाँ भर्न सक्नुहुन्छ। अनि त्यस पछाडि भरिसके पछाडि यहाँ तल देख्नुहुन्छ नर्सिङ अधिकृत भन्ने खुल्ला महिला कुनमा भर्ने। खुल्लामा भर्ने भयो एक्स्ट्रा पैसा पनि लाग्छ। स्टाफ नर्सको भर्दाखेरि यसरी कर्मचारी जाने। टाइपमा गएर चाहिँ हजुरको खुल्ला प्रविधि प्रतियोगितात्मक हैन। अनि लेभलमा चाहिँ हजुरको के हुन्छ सहायक प्रथम भनेर हुन्छ। त्यसमा गएर चाहिँ तल स्टाफ नर्स भनेरै हुन्छ है। तल गर्दै स्क्रोल गर्दै जानुभयो भने हजुरले त्यहाँनेर स्टाफ नर्स भनेर देख्न सक्नुहुन्छ स्टाफ नर्स। अनि त्यो गर्नुभयो। त्यो गरिसके पछाडि हजुरले चाहिँ अब खुल्ला महिला केमा भर्ने हो। खुल्ला चाहिँ हुन्छ महिला चाहिँ एक्स्ट्रा भइहाल्यो। पछाडि हजुरको पेमेन्ट हुन्छ ई सेवा खल्ती कनेक्ट आइपिएसबाट गरिसके पछाडि स्टार्ट रेजिस्ट्रेसन भनेर यसरी देखाउँछ है। अनि भर्नुमा म हजुरहरूलाई सर्टिफिकेटहरू के चाहिन्छ त्यो भन्न गइरहेको छु। तपाईको चाहिँ एसएलसीको सर्टिफिकेट चाहिन्छ। अनि तपाईको डिप्लोमाको सर्टिफिकेट चाहिन्छ जुन चाहिँ पिसिएल नर्सिङ है। अनि त्यस पछाडि ब्याचलरको छ भने ब्याचलरको चाहिन्छ। अनि हजुरको पासपोर्ट साइजको फोटो चाहिन्छ। सिटिजनसिपको ब्याक र फ्रन्टको फोटो चाहिन्छ। अनि हजुरको चाहिँ क्लियर सिग्नेचर भएको जुन चाहिँ भ्यालिड छ ब्याङ्कहरुमा हजुरले युज गर्नुहुन्छ त्यो सिग्नेचरको फोटो चाहिन्छ। तपाईले त्यो चाहिँ जेपीजेमा अपलोड गर्न सक्नुहुन्छ। थ्यांक यू।